हेलो साथीहरू नमस्कार। म चाहिँ अहिले यहाँनिर पार्कमा आएको छु। पार्क चाहिँ यस्तो छ र रातभरि फुटबल हेर्दा हेर्दा दिनभरि सुत्दा बोर भयो। अनि अहिले चाहिँ साँझको समयमा यहाँ पार्कमा आएको छु। पार्क वरिपरि चाहिँ यस्तो छ, पर एक्सर्साइज गर्ने ठाउँ पनि देखिरहेछ। यहाँ पुरा एक्सर्साइज गर्ने ठाउँ छ। अहिले त कोही छैन एक्सर्साइज गर्ने मान्छे, बिहान आउनुहुन्छ होला सायद। साँझको समयमा कोही नआउनु हुँदो रहेछ। मौसम चाहिँ यस्तो छ, मौसम कस्तो राम्रो, एकदम कुल टाइपको मौसम छ। अनि म चाहिँ आज दिनभरि सुतेँ, बेलुका रातभरि गेम हेरेको थिएँ। अब गेम मैले कसको हेर्छु, म कसको फ्यान हो, कसको सपोर्टर हो भन्ने कुरा त देखिहाल्नु होला। जर्सीले नै 4वटा तारा, जर्मनीको फ्यान, अलवेज जर्मनी। अनि यस्तै छ, जर्मनीको गेम हुँदाखेरि नछुटाइ नै हेरिन्छ। अनि फिफा वर्ल्ड कप अब सबैतिर फुटबलको महाकुम्भ विश्वमै लागिरहेछ। अहिले त सबैलाई नै लागिरहेछ, केटाकेटी बुढाबुढी अधबैँसे सबैलाई फुटबल लागिरहेछ। राति उठेर हेर्न नसक्नेहरूले पनि बिहान उठेर हाइलाइट हेर्नुहुन्छ। प्रत्येक मान्छेको चाहिँ मनपर्ने देशको टिम छ, मनपर्ने खेलाडी छ होइन। अनि त्यो हुँदाखेरि अहिले अब विश्वको सबैभन्दा चर्चित खेल नै, लोकप्रिय खेल नै फुटबल हो सायदै। अनि त्यसले गर्दाखेरि अब नेपालमा पनि फुटबल नलाग्ने कुरा त हुँदैन। अब अहिले अमेरिकी मुलुकहरूमा भएर चाहिँ नेपाली समयअनुसार मध्यराति चाहिँ खेलहरू पर्छन्, प्राय बिहान पर्छन्। त्यसले गर्दाखेरि अलि हेर्नलाई चाहिँ अप्ठ्यारो छ। राति उठ्नुपर्छ, राति उठेर फुटबल हेरेर निन्द्रा पुगेर फेरि दिउँसो काममा जान अलिक गाह्रो नै हुन्छ हुन चाहिँ। आई होप तपाईँहरू पनि टाइम मिलाएर फुटबल हेर्दै हुनुहुन्छ होला, आफ्नो मनपर्ने टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ होला। र मेरो मनपर्ने टिम, मैले सपोर्ट गरेको टिम कुन हो भन्ने कुरा तपाईँहरूले थाहा पाइहाल्नु भयो। र तपाईँको फेभरेट टिम कमेन्ट गर्नुहोस् है, कुन टिम हो। मेरो त जर्सी हेरेर थाहा पाइहाल्नु भयो। अनि तपाईँले मनपर्ने टिमको जर्सी किन्नुभयो त? किन्नु भएको छैन भने अझै पनि टाइम छ, किन्दा हुन्छ, लाउँदा हुन्छ। यो महाकुम्भमा सहभागी हुँदाखेरि छुट्टै रमाइलो हुन्छ। यो देखाउँदैछु म तपाईँहरूलाई साँझको समयको मौसम। एकदम शीतल मौसम छ, कुल मौसम छ। यहाँको मौसम प्राय यस्तै भइरहन्छ। र फुर्सदको समयमा यो पार्कमा यसो टहल्नको लागि, फ्रेस हुनको लागि, समय बिताउनको लागि मानिसहरू आउने गर्छन्। यो पार्कको डिजाइन चाहिँ यस्तो, यो स्टेडियम अनुसारको छ, स्टेडियम टाइपको छ। र तल सानो एउटा गरेको छ। त्यहाँ अघि कराते खेल्ने भाइ बहिनीहरू हुनुहुन्थ्यो, उहाँहरू पनि गइसक्नु भयो करातेको लागि। कहाँ हो गेम हुनु लागेको रहेछ, त्यही गेमको चाहिँ को जाने, के गर्ने, को कुन समूहबाट खेल्ने भनेर उहाँहरूले त्यहाँ यसो नाम टिपोट गरेर तयारी गर्दै हुनुहुन्थ्यो। को कति उमेर समूहमा खेल्ने, को कति तौल समूहमा खेल्ने भनेर उहाँहरू गइसक्नु भयो। उहाँहरू गइसकेपछि म यहाँ भिडियो बनाउँदैछु। र यो पार्कमा चाहिँ यस्तो दुबो पनि रोपेको छ। र यो दुबो रोपिएको ठाउँमा चाहिँ म आएर प्राय खाली खुट्टा हिँड्ने गर्छु। र यो दुबोमा खाली खुट्टा हिँड्दाखेरि स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्छ भनेर मैले सुनेको थिएँ। त्यही भएर पनि म प्राय खाली खुट्टा हिँड्ने गर्छु यो दुबोहरू भएको ठाउँमा। त्यस्तो स्वास्थ्य नराम्रो भएर त होइन, मैले स्वास्थ्य त ठिकै छ, स्थिरै छ। तर पनि हिँड्दाखेरि राम्रो हुन्छ भने हिँडौँ भनेर यसरी हिँड्ने गर्छु म। र दुबो हेर्नु न कस्तो मजाको छ। यहाँनिर यस्तो दुबो आएको छ। यहाँ वरिपरि यस्तो दुबो छ, यो पार्कभरि नै छ।
सफा पनि छ यो पार्क। र यो चाहिँ यहाँ यसो फ्रेस हुनको लागि, हावा खानको लागि, यसो साथीभाइसँग गफ गर्नको लागि, बिहान आएर मर्निङ वक गर्नको लागि एकदमै राम्रो छ। वरिपरि यस्तो छ, त्यहाँ माथि एउटा गुम्बा छ, वरिपरि लुङदरहरू टाँगिएको छ। त्यो लुङदर नै भन्छ होला सायद, त्यो ध्वजालाई के भन्छ बौद्ध धर्मअनुसार मलाई लुङदर नै भन्छ जस्तो लागिरहेछ मैले जानेसम्म। यदि म गलत छैन भने मैले सुनेको त्यही हो। र यदि अर्कै नाम केही छ यो ध्वजाहरूको भने चाहिँ तपाईँहरूले कमेन्ट गर्नु होला, किनभने मलाई पनि थाहा हुन्छ नि त, अर्कोचोटिदेखि गल्ती हुँदैन। र यो तलको पार्कको पछाडिमा चाहिँ सबै एक्सर्साइज गर्ने मेसिनहरू छ। यहाँनिर एक्सर्साइज गर्ने ठाउँ छ। यो एक्सर्साइज गर्ने मेसिनहरू अब अलि त्यति सुरक्षित नभएर होला, जथाभावी आएर जो पायो त्यहीले चलाउने भएर होला, घाम पानीले भेटिरहने भएर होला, खुल्ला ठाउँमा हुने भएर होला, त्यति राम्रो चाहिँ छैन यो। धेरै त भएको छैन होला यो राखेको, सायदै केही मेसिनहरू बिग्रेको, भुइँमा लडिराखेकोहरू पनि देखिन्छ। तर पनि प्रायः जसो ठिकै छन् सबै। यो सम्बन्धित निकायले हेर्छ नै होला यो कसले राख्नु भएको हो। यसमा पनि लगानी, ठुलै लगानी लागेको होला, राज्यकै लगानी होला यहाँनिर। यो सम्बन्धित निकायले हेर्ने, मर्मत गर्ने, यसलाई सुरक्षाको दृष्टिकोणले अझ राम्रो बनाउने कुराहरू छँदैछन् होला, उहाँहरूले गर्नु नै हुन्छ होला आगामी दिनहरूमा। र पब्लिकको स्वास्थ्यमा चाहिँ सकारात्मकै प्रभाव परेको छ भन्ने मेरो बुझाइ हो यसले गर्दाखेरि। यहाँ अब किनभने सबै जिम जाने, सबैसँग समय नहोला, सबैसँग स्रोत साधन नहोला, आर्थिक अवस्था सबैको नहोला, त्यस्तो नहुने मान्छे, बिहान मर्निङ वाक आउने मान्छेहरू एक्सर्साइज गर्न सक्नुहुन्छ यहाँ। त्यो हिसाबले त एकदम सकारात्मक छ। र यहाँको जनप्रतिनिधिहरू, यहाँको जनताको स्वास्थ्यको हिसाबले एकदमै सचेत रहेको बुझ्छु म यसले। यो यहाँ पार्क बनाउनु, एक्सर्साइज गर्ने ठाउँ बनाउनुले। र यस्तै छ यहाँको मौसम। यो पार्कलाई एकदम राम्ररी मेन्टेन गरिएको छ, टाइलहरू लगाएको छ, दुबो रोपिएको छ, सरसफाइ पनि छ। त्यसले गर्दाखेरि यसलाई हामी सकारात्मक रूपमा लिन सकिन्छ। यस्तो पार्कहरू ठाउँ ठाउँमा आवश्यक हुन्छ नै, बच्चाहरूको लागि, बुढापाकाहरूको लागि, हामी जस्तो अधबैँसे मान्छेहरूको लागि। हरेक किसिमले मान्छेले शारीरिक, मानसिक हरेक किसिमले स्वस्थ हुनु आवश्यक छ। मानिस शारीरिक मानसिक हिसाबले स्वस्थ भयो भने मात्रै बाँकी कामहरू स्वस्थ रूपले, चुस्त दुरुस्त रूपले गर्न सक्छ। त्यसले गर्दाखेरि स्वास्थ्य पहिलो कुरा हो। त्यही भएर स्वास्थ्यको चाहिँ राम्रो ख्याल गर्नुपर्छ भन्ने मेरो पनि बुझाइ हो। भलै म त्यसमा कति केयरफुल छु भन्ने कुरा मेरो आफ्नै कुरा भयो। तपाईँहरू चाहिँ केयर हुनुहोस् भन्ने मेरो सुझाव पनि हो। यहाँका पर्यटकीय स्थानहरू त छँदै नै छन्। कन्याम भयो, फिक्कल भयो, उता श्रीअन्तु भयो, पशुपतिनगर भयो। यताका यी पर्यटकीय स्थानहरू एकदम चर्चित स्थानहरू हुन्। एकदमै राम्रा ठाउँहरू पनि छन्, मनमोहक ठाउँहरू। त्यही भएर पनि यहाँनिर एकदम राम्रो छ। यो ठाउँमा एकचोटि चाहिँ घुम्न आउनै पर्छ, नआएको मानिसहरूले पनि घुम्नै पर्छ भन्छु म। ल त साथीहरू, आजलाई यो भिडियो यति नै। फेरि भेटौँला
फेरि नयाँ भिडियोको साथमा आउने नै छु। नमस्कार सबैलाई र भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद। भिडियो कस्तो लाग्दैछ आफ्नो प्रतिक्रिया दिनुहोला। राम्रो लागेमा च्यानल सब्सक्राइब पनि गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला र च्यानललाई ग्रो गर्नको लागि सहयोग गरिदिनु होला। धन्यवाद।